नमस्ते ह्याप्पी सङ्क्रान्ति सबैजनालाई। आज चाहिँ मैले घरमा सङ्क्रान्तिमा खाइने केही चिजहरू बनाएको छु है, केही परिकार बनाएको छु अनि आज चाहिँ म यही खान्छु। आज म खाना खाँदिनँ। मेरो चाहिँ आज मैले चाहिँ बनाएको छु के तपाईँहरूलाई म देखाउँछु। यहाँ चाहिँ छ सिम्बल तरुल। यो चाहिँ सबै यो चाहिँ मैले आफ्नै बारीमा लगाएकोहरू हो। यो सिम्बल तरुल अनि यो चाहिँ भयो यो के भन्छ हात्तीपाइला तरुल यो चाहिँ। अनि त्यसपछि यहाँ छ यो चाहिँ के अरे सकरखण्डा। यता चाहिँ सुकिनी भन्छ कि त्यही कारण म चाहिँ कन्फ्युज भइजान्छु। यो चाहिँ सकरखण्डा, यो चाहिँ अब यो पनि हाम्रै हो। यो चाहिँ पिँडालु यो चाहिँ। अनि त्यसपछि यहाँ छ यो चाहिँ तिलको, कालो तिल र सेतो तिलको चाहिँ मिठाई बनाएको छु मैले आफैले यहाँनिर। त्यसपछि यहाँ छ आलुदम, यहाँ पुरी पनि छ। पुरी चाहिँ दुईवटा मात्रै राखेको छु किनकि यत्रो खाँदा त मेरो पेट भरिसक्छ, पुरी खान सक्दिनँ, त्यही कारणले पुरी चाहिँ दुईवटा मात्रै राखेको छु। अनि पुरीसँग खानुको लागि यहाँ आलुदम छ। अनि यो चाहिँ भयो गत सङ्क्रान्तिमा खाइन्छ होइन। ल अब म चाहिँ सुरु गर्छु। तपाईँहरूले के बनाउनु भयो होला, के खानुभयो होला कमेन्ट गरिदिनु होला। ल म चाहिँ सुरु गरेँ। अब पहिला चाहिँ आलुदम पुरीसँग खान्छु। पहिला चाहिँ म पिँडालुदेखि सुरु गर्छु। ह्याप्पी सङ्क्रान्ति भन्न चाहन्छु फेरि पनि। सानोमा त पिँडालु यिनीहरू पुरा खाएको, अहिले त त्यति खाइँदैन। तर मलाई चाहिँ मनपर्छ है सबै कुराहरू। गत पनि दामी भएको छ, मिठो छ। धेरै खान सक्दिनँ है, त्यही कारणले दुई दुई पिस चाहिएको छ सबै। म चाहिँ चिया पनि बनाइराखेको थिएँ तर ल्याउनु चाहिँ बिर्सेछु। यो चाहिँ ब्ल्याक टी अदुवा हालेको। अब पुरी खानु पऱ्यो। रङ पिरो भएछ। घरमा मात्रै बनाउनुको लागि त म पिरो बनाउँदिनँ, तर यताउता छरछिमेकीतिर पनि बनाउनु पर्ने भएर चाहिँ अलिक पिरो बनाइदिएको। पिरो भएछ। सकरखण्डी चाहिएको सबको यो त सबैले मिठो हुन्छ है, गुलियो।
दामी छ यो हात्ती पाइला तरुल। यहाँ पनि छुको छैन। सिम्बो तरुल खाँदाखेरि चाहिँ मलाई चाहिँ यो बनतरुल टाइपको लाग्छ क्या। सेम बनतरुल। अब चाहिँ म मिठाई ट्राई गर्छु। लड्डु लड्डु पनि दामी भएछ। लास्ट खाँदैछु। यति चाहिँ खान सकिनँ, सबै अलिअलि चाहिँ खाएँ। अब सङ्क्रान्तिको नाममा होइन, यति नै हो। आजलाई चाहिँ यति नै, बाई।